हेलो गाइज वेलकम हजुर नमस्ते मेरो नयाँ ब्लगमा हजुरहरूलाई सङ्खुवासभा जिल्ला हाम्रो खादबारी बजार शनिबारको हाट होइन हजुर कस्तो छ हजुरहरूलाई घुमाउँदैछु ल हजुर। यहाँ विभिन्न तरकारीदेखि होइन सबै थोक पाइन्छ होइन कपडाहरू विभिन्न चिजहरू चाहिँ उपलब्ध हुन्छ हाम्रो चाहिँ सङ्खुवासभामा खादबारी भन्ने बजारमा चाहिँ हाम्रो शनिबार हाट लाग्छ। म चाहिँ सङ्खुवासभा चनपुर नगरपालिकादेखि खादबारी नगरपालिका घुम्ने क्रममा आज शनिबार हजुरहरूको सामु खासै राम्रो त छैन रहे पनि राम्रो बनाउने उद्देश्यको साथ हजुरहरूलाई अन्तिमसम्म हेरिदिनु होला अनि मिल्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस्। र हाम्रो यो सङ्खुवासभा जिल्ला एकदमै सुन्दर ठाउँ। यहाँ विभिन्न किसानहरूले उत्पादन गरेको सागसब्जीहरू र विभिन्न चिजहरू बिक्री वितरण हुन्छ र यो फलफुलहरू तराई भेगदेखि यहाँसम्म ल्याएर उपभोक्तासम्म पुर्याउन हुने सम्पूर्ण व्यापार व्यवसाय गर्ने साथी आमा बुबा दाजुभाइ दिदीबहिनीहरू लगायत विभिन्न तह र तब्कामा बसेर यस बजारलाई व्यवस्थापन गर्ने व्यवस्थापन बजार समितिहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै हजुरहरूको सामु म उपस्थित भएको छु। र विभिन्न यहाँ जडीबुटीहरू पनि पाइन्छ होइन यहाँ यतातिर देख्नुहुन्छ। र हाम्रो सङ्खुवासभामा एकदमै चलेको हाम्रो सखर र त्यस्तै गरी असला माछा हाम्रो सभा खोलाको एकदमै चर्चित यहाँ किन्न सक्नुहुन्छ। हेर्नुहोस् सखर हाम्रो सङ्खुवासभामा बनिएको सखर एकदमै मिठो छ।